बन्जी हान्ने क्या Yes, I'm ready. रेडी छौ Pretty much excited. Oh. Little fair. भाइ कस्तो छ बन्जीको लागि कस्तो छ मजा छ एक्सपिरियन्स हाने खाने हो तिम्रो के छ हाने एक्साइटेड बट फिल नर्भस दर्पण एक्साइटेड र यसमा बन्जी चाहिँ म चाहिँ हान्दिनँ किनभने मलाई डर लाग्छ यहाँ टोलीहरू चाहिँ हान्छ 4 जना चाहिँ म हाइटको फोबिया भएको मान्छे त यहाँ हाम्रो रेडी भइरहेको छ फोबिया चाहिँ छैन मलाई हल्का एक्साइटेड एक्साइटेड ठिक छ एकदम एक्साइटेड छ अनि त्यसपछि भनेको हाम्रो अन्नपूर्ण बेस क्याम्पको ट्रेक सुरु हुन्छ यहाँ बन्जी हानेर हामी ट्रेक सुरु हुन्छ यहाँदेखि अब गाडी चढेर कहाँ जान्छ तातवानी होइन तातोपानी तातोपानी छ तातोपानीदेखि माथि मुवा खोला होला होइन ए मुवा खोला कि हुमखोला चाहिँ है हुमखोलादेखि चाहिँ स्टार्ट वाकिङ हुन्छ यहाँ आज जानु तर बन्जी हान्ने भएर चाहिँ हामी बाध्य भएर यहाँ उठ्नु पऱ्यो एउटा भाइ माथि आउँदैछ अहिले हामी यो कुन ठाउँमा छौँ अहिले हामी कुसमा कुसमा छौँ ठिक छ गाइस अहिले म बन्जी हान्नेको भिडियो बनाउँछु फाइनली हामी बन्जी हान्ने भ्यू पोइन्ट आइसक्यौँ बन्जी हान्ने ठाउँ चाहिँ यहीँ हो यस ए बन्जी हान्ने ठाउँ त्यस्तो डरलाग्दो पुल छैन रहेछ त अनि हामी चाहिँ बन्जी हानेको जाँदैछौँ टोलीहरू म चाहिँ होइन है ए बन्जी हान्ने ठाउँ पछाडि बन्जालाहरू छ के भयो तिम्रो सासर क्या हल्का धड्कनहरू बढ्न थाल्यो यो चाहिँ हो बन्जी हान्ने ठाउँ यहाँदेखि ठ्याक्कसँग चाहिँ यहाँ बन्जी हानेर सट्टसँग झर्नेको यहाँ तल कहाँ छ खोला पनि बन्जी हान्ने ठाउँ यस्तो छ लास्ट काली लाग्दछ यहाँ त तर हेलो गाइज वेलकम टु माई ब्लग हामी भाइ कहाँ बसेको अरे आज तातो पानी आज हामी कहाँ जाँदैछौँ हामी हिम फेदी कहाँ अरे उयो के फेदी अरे यो चाहिँ यस्तो छ ट्र्याकरको एम खोला त्यही त त्यहाँ पुग्ने हो हाम्रो यात्रा कहाँसम्म गयो गाजल देखा नि यसरी बढ्नेर हिँड्नुपर्छ बिहान बिहान अब धुलो यहाँ भाइ छ मेरो धुलो खानालाई बनिएको अँ अहिले यहाँ कतिको धुलो रहेछ हाम्रो भनेर चाहिँ अहिले हेर्न अहिले कतिको धुलो रहेछ भनेर यो थाहा हुन्छ कि यहाँ बसेपछि हाम्रो चाहिँ अन्नपूर्ण बेस क्याम्पको ट्रेकिङ छ ट्रेकिङ छ होइन हिँडेको गर्नु अब हिँडेको फेरि साउथ होइन हामी गएको त नर्थ हो नि फेरि नर्थ अन्नपूर्ण एपिसी साउथ त इट्स इम्पोसिबल यसो अब बाहिर अहिले हामी भनेको तातो पानीमा छौँ र तातो पानी भनेको यस्तो छ है अब हामी हिम खोलासम्म यही गाडीमा जान्छौँ हाम्रो चाहिँ अहिले एउटा टी खाजा खाइँदैछ एन्ड हामी छौँ अहिले तातो पानी ओ हेलो भाइ के छ कस्तो छ अनि एकदम हाम्रो हिजो बन्जी हान्नेहरू चाहिँ यहीँहरू हो अहिले कस्तो भाइ बन्जीको उयो भन्यो न त कस्तो भयो तिमीलाई इजी भयो हो तिमीलाई इजी बिजी भन्दै छ नि त्यहाँनिर त्यहाँ भिडियो हेर कि त्यहाँ कसको जातो गएको छ त्यहाँ हो मा के हो साथै गएको छ अरू त हो एकछिन हो क्या त्यो तल पुगेर माथि आउँदैन मात्रै त्यहाँदेखि फेरि नर्मल हो अब हामी कहाँ जान्छौँ अरू त्यसपछि अब अहिले हाम्रो माथि कुन अरे अब गाडी समथिङ गाडी एमकोला खोला त्यहाँदेखि चाहिँ अनि हाम्रो ट्रेनिङ सुरु हेलो एभ्रिवान सो हामी पिदिमदेखि हामी के अरे अन्नपूर्ण बेस क्याम्पसम्मको ट्रेकिङको हामी डे 2 फर्स्ट डे हाम्रो
यहाँसम्म आउँदा गयो यो ठाउँलाई तातो पानी भन्छु बर्थडे हो क्या भाइ हाम्रो त्यो होटेल नेचुरल स्प्रिङमा त्यहाँ यो तातो पानी हो जाँदैछौँ हामी अब यस्तो भन्दै हामी अझै तपाईँहरूलाई किप अपडेटिङ धन्यवाद बाटो कस्तो छ भन्नुहुन्छ भने यो कुन खोला रे भाइ कालीगण्डकी तल देखिएको पुल कति हो देखिएको छ खलासी भाइ साथै भ्यूबाट त लास्ट राम्रो आउँछ गाडी रोकेर यहाँ तर भ्यू चाहिँ बब्बाले छ यस्तो छ बाटो कस्तो छ भन्नुहुन्छ भने यही हो टक्कै यो बाटैबाट आउनु पर्ने क्या हामी आम्मामा यस्तो छ है हामी चाहिँ हल्का सानो टी ब्रेक थियो टी ब्रेक सक्यो कस्तो छ भन्नु होला बाटो अब यहाँदेखि यस्तो छ है बाटो चाहिँ हाम्रो चाहिँ अन्तिम यहीँसम्म थियो आङखोलासम्म अब हाम्रो यात्रा अब यहाँदेखि चाहिँ वाकिङ है यहाँदेखि वाकिङ हुन्छ यो बाटो यही हो एकदम बबाल छ यहाँदेखि चाहिँ अब यहाँ माथि देखिएको छ हिमाल सनलाइट सनसाइन यस्तो दामी मौसम छ नि यहाँ चाहिँ ड्याम रहेछ सानो हेर्नु होला अब हामी यहाँ खाना खान्छौँ यहाँ खाना खाएर हामी हिँड्छौँ हो यो के खोला अरे यो भाइ यो कुन खोला अरे होइन खोला चाहिँ कुन अरे खै भने ऊ माथि त खोला होइन त भाइ आङ खोला हो र हम खोला बबाल छ मेरो भाइ फेरि एडभेन्चर लभर ऊ त फेरि छ मसँग छ नि त हामी यहाँ पुग्यौँ हम खुल्ला यहाँ ट्रेकिङ रुट चाहिँ
Okay. हेर्नु न यात्रा छ अब यस्तो 2 घन्टा लाग्छ अरे 2 घन्टा ल ठिक छ 2 घन्टा लाग्छ अरे हाम्रो चाहिँ कति भन्दा न अँ 16 किलोमिटर छ अरे अब माथि क्याम्प पुग्नु क्याम्प पुग्नु ठिक छ हामी ठिक छौँ नि होइन ऐसन गला छैन एकदम जल्दो बल्दो छन् टोलीहरू अहिले हामी चाहिँ हाङखोलाको माथि आइसक्यौँ हाम्रो 2 जना टोली आउँदैछन् कस्तो छ हौ ठिक छ हिँड्न सकिन्छ पुगिन्छ ल ठिक छ हेर्नु ल ठिक छ पुगिन्छ 3 जना चाहिँ अगाडि हिँड्छ के यो 2 जनालाई कम्ती बिक्री गर्यो क्या हिँडि नसकेर बल ठाउँमा यार म बल काठको पुर दामी हो सर लडियो यार देखियो 1 घन्टा जति उकालो हिँडेपछि अहिले हामी गुराँसी डाँडा आइपुग्यौँ यहाँ बब्बाल छ टोली त यहीँ बसेको छ हिँड्दैन पर्दैन किन यहीँ बसेको खोइ भाइहरू गुराँसी डाँडा पुग्यो यो हामी भाइहरू खोइ भाइहरू यहाँ यो डाँडा छ यहाँ यस्तो बब्बाल छ यहाँ भ्यू चाहिँ बब्बाल छ माय गड के साह्रो बब्बाल हो झर्ना छ यहाँ आम्मामा भाइहरू सम्बर बसेको छ वाट्सएप भाइ वाट्सएप आम्मा के छ ठिक छ ल अब यहाँ हाम्रो तेर्सो छ एकछिन यहाँ झर्ना छ यति नै दाम झर्ना छ यहाँ झर्ना नै हेर्छ मान्छे छ फेरि यो त फेरि अर्कै हेर्छ छ फेरि आम्मा हामी पुटपुटी वाटरफलमा आइपुग्यो झर्ना चाहिँ यही हो अघि देखाएको थिएँ यस्तो छ ठाउँ हाम्रो टोलहरू यहीँ छन् यहाँ आइपुग्यो वाउ बब्बाल खाना सुरु भयो होटेलमा खाना बिहानको खाना भइरहेछ यस्तो छ टोलहरू बसेका छु यता हाम्रो खाना भइरहेछ 4 राउन्ड भाइ 4 राउन्ड त धेरै हुन्छ हिँड्न सक्दैनौँ र अब हाम्रो यात्रा सुरु भइसक्यो अब यात्राको यो सट्टै यहाँ उकालो 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 कस्तो जान्छ बाटो यो बाटो हो हिँड्ने टोलेर हिँड्दैछ नसक्नेहरू अगाडि हिँड्छ अलिक सक्ने के लाग्यो है गाइस फाइनली हामी यो झर्नाको पुलमा आइसक्यो बब्बाल छ यो चाहिँ यस्तो छ पुल चाहिँ यस्तो छ पुल अनि यहाँ यस्तो यहाँ झर्ना छ झर्ना छ उकालो लाग्यो
जानुपर्ने हामी उकालो हो। यहाँ हल्का फोटो सेसन हुन्छ अनि हामी लागिन्छ लगाएछ अब हामी माथि उठ्यौँ मलाई अलि त्यो झर्नाको उकालो कटेर अलिकति तेर्सो आएपछि यहाँ एउटा ठाउँ आयो। यो ठाउँ चाहिँ के भन्ने ठाउँ छ भने त्यहीँ गएर थाहा हुन्छ। अहिले चाहिँ त्यो उकालो चाहिँ फेरि खतरा उकालो छ झर्नाको उकालो चाहिँ आम्मामा बाटो चाहिँ यस्तै छ राम्रो छ बाटो चाहिँ एकदम बब्बाल मलाई मन पर्यो सिनहरू चाहिँ अब यहाँ यस्तो छ फेरि सक्दैन नि फेरि के छ भन्नु तँलाई मजा छ त आज मजा आएको छ भने अल्छी लागेको छैन घर जा ए अल्छी यस ओह्रालो ओह्रालो घर पुगिहाल्छस् यहाँ गुफा पनि छ अल्छी लाग्यो भने पोखरा अवस्था हुन्छ त बेनी त म देखिनँ भोलि देख्छु होला बेनी मैले फोटोमा देखेको भिडियोमा ल कहाँ आइपुग्यो भाइ हामी अलिक मजा बोल्न म वैसे बोल्न के के चाहिँ ल पर्दा चाहिँ बपाल छ है जे भन्यो भने यो यहाँनिर सानो होमस्टे छ बस्ने हो जान्न छ यता यस्तो फुल छ त्यहाँबाट हामी त हो यस्तो छ ठाउँ यस्तो छ यहाँको भ्यू चाहिँ यहाँ खोला छ यहाँ यस्तो छ बादल छ यहाँको चट डाँडा छ बाटो चाहिँ यस्तै छ यहाँ माथि दामी झर्ना आएको त्यही भएर देखाउनै मन लागेको है झर्ना चाहिँ भिडियोमा बबाल छ झर्ना चाहिँ बाटो यस्तै छ उकालो तेर्सो ओह्रालो प्याक बनाउँछ बाटोले त यस्तै छ नर्थ अन्नपूर्ण बेस क्याम्प जाने बाटो एउटा यहाँ छ एउटा तिनवटा चारवटा पाँचवटा जान्छ यहाँ एकै ठाउँमा यो एउटा उपर एउटा ठुलो छ अनि यो तिनवटा चाहिँ सानो सानो छ बाटो यस्तै छ बाटो यस्तै छ हामी हिँडिरहेछौँ फाइनल्ली ओह्रालो उकालो हिँड्दा 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 हैरान भएर गुफा के छ नाम है के छ नाम Now we are in Kao Gufa Fat. And we are really excited to go furthermore. अहिले हामी गुफा फाट आइसकेका छौँ 4300 मिटर 3319 मिटर हाइटमा आइपुग्यो मेरो भाइहरू अघि आइपुगेर सुतेर ल्यान्डिङ हानेर बसिरहेछ ल अब हामी भुस्केटको यात्रामा छौँ भुस्केट चाहिँ यो यहाँबाट हल्का तेर्सोहरू छ त्यस्तै हो यस्तो गाह्रो भएको छ मलाई चाहिँ आम्मा यस्तो फाँक त कहिले भएको थिएन यार ल हामी आइपुग्न लाग्यौँ बेसका हो यहाँदेखि लगभग त्यस्तै 4 देखि 5 घन्टा लाग्छ बेसका पुग्नु यस्तो छ ठाउँहरू चाहिँ बबाल छ हामी यो बादल लागेकोदेखि परदेखि हिँडेको यहाँ आइसक्यौँ गाइज लगाएछ भुस्केटमा भेट्ने छु म भुल्केट पुग्ने हल्का पहिरो भएको छ यस्तो पहिरो भएको छ तल यस्तो छ यता चाहिँ यस्तो छ लगभग अब हामी भ्यू पोइन्टहरू आउन आइसक्यौँ अलिकति आज लेट भएर चाहिँ हुसु लागेछ अब यहाँनिर एउटा इन्ट्रेस्टिङ कुरा के आयो भने यहाँ स्काई केप रहेछ क्या अब स्काई केप कहाँ छ त स्काई केप भन्ने कुरा हो यहाँ हेर्दैछौँ भेटिरहेको छैनौँ बस के भयो त
स्काई केप चाहिँ कहाँ छ भन्ने कुरा हो नि त हाम्रो टोलीहरू आज चाहिँ पुगिसक्यो ल तपाईँलाई म स्काई केप हेर्छु अनि तपाईँलाई म भिडियो देखाउँदैछु र हामीले भर्खर रेड वाटरफल आइस फल पनि रहेछ है मायाचुम कस्तो छ हेर्नु होला अब and you can see the Zarana अनि यस्तो ठिक छ यो त भ्लग हो नि त यो अघि देखाइसकेको खोला देखायो बुस्केट आइपुग्यो यहाँ एउटा बब्बाल पुल छ खतरा लाग्यो पुल चाहिँ बब्बाल पुल छ यो पुल यस्तो सफासँगले वाउ फाइनल गाइस बुस्केट पनि आइपुग्यो यो चाहिँ लगभग सेकेन्ड अन्तिम क्याम्प हो बेस क्याम्प अनि यहाँदेखि माथि भनेको चाहिँ अब नर्थ अन्नपूर्ण बेस क्याम्प छ यहाँदेखि लगभग 2-3 घन्टा लाग्छ होला 3 घन्टा जति यस्तो ठाउँ चाहिँ दामी छ ओहो कहाँ छु नि है कहाँ छु म बुस्केट चाहिँ आइपुग्यो बुस्केट मेला यही हो र हामी चाहिँ अहिले चाहिँ हुसु लागेको छ केही छैन भोलि चाहिँ खोलिन्छ अहिले हामी रात परिसक्यो क्या 3 बजिसक्यो त्यही भएर यस्तो छ यता नि हल्का हल्का देखिरहेको छ तर यस्तो छ ठिकै छ देखिन्छ होला गाइस सी यु इन बेस क्याम्पमै फेरि टिकट मेसिन बसेर अब हाम्रो टोली सबै भेला भयो अब हामी बेस क्याम्पतिर जाँदैछौँ अब हाम्रो लास्ट त्यही हो अब हामी बेस क्याम्प अब यहाँको 3 घन्टामा पुग्छौँ टोली हिँड्दैछ माधम हिँड्दैछ टोलीहरू अब चाहिँ हल्का रात पऱ्यो अब चाहिँ लास्ट चिसो हुन्छ नि त चिसो पनि हुन्छ हुस पनि लाग्छ गाइस त्यही भएर तातो लुगा लाएर हिँड्नु होला धन्यवाद ल गाइस फाइनली हामी सुनखोला आइपुग्यो अब यहाँबाट चाहिँ बेस क्याम्प पुग्नु 1 घन्टा लेखेको छ यो चाहिँ सुनखोला है गाइस हामी यहाँको यस्तो उकालो छ यहाँ आइपुग्ने बेलामा यहाँदेखि उकालै छ सेट भइहाल्यो नि यार अहिले चाहिँ केही छैन देखेको भोलि चाहिँ देखिन्छ होला र अहिले चाहिँ हामी बेस क्याम्पको छेउछाउ आइपुगेको छौँ लगभग अब बेस क्याम्प पनि आइपुग्नु लाग्यो बेस क्याम्पमा यस्तो जानु बाटो यस्तो छ ठाउँ उकालो छ अनि यस्तो छ यस्तो छ गाइजहरू मेरो यहाँ साथै यहाँ पुगेछ एकजना यहाँ पुगेछ अरू यहाँ छ ठिक छ अझै छिट्टै पुगिन्छ फाइनल्ली सुनकोसीदेखि 1 घन्टा आधी हिँडेर अहिले यहाँ आइपुगेको छु कहाँ आइपुग्यो थाहा छैन यो हुसु लागिरहेको छ पुरै हामी यस्तोमा छौँ अब ल यहाँ अब चाहिँ 20-25 मिनटमा पुगिन्छ होला होइन पुगिन्छ नि ल गाइस बेस क्याम्प पुगेको छु म बेस क्याम्प देखाउने छु उज्यालो भयो भने अँध्यारो भयो भने चाहिँ बिहान देखाउने हो अहिले हामी चाहिँ आजको फाइनल डेस्टिनेसनसम्म चाहिँ आइपुग्यो हाम्रो चाहिँ यो के भयो यो ढोका नगेर भाइ पञ्चकुण्ड यस गाइजहरू आइसक्यो है गाइजहरूलाई हिमाल देखाएँ है हिमाल भनेको ल यसलाई नि हिमाल हुन्छ यसलाई हिँडेर भाइ तुषार अस्ति भन्छ ताल हरेको त्यो हो नि त्यो ताल हो माथिको हिमाल हो यताको डाँडा है फेरि पिक हो देख्यो नि हिमाल कस्तो हुन्छ भनेर ए मैले फेरि भनेको कुरा देखाउँछु नि फेरि ल ठिक छ बबाल
यही हो गाइस आजको हाम्रो डेस्टिनेसन। अब भोलि 45 मिनट वा 1 घन्टा हिँडेर बेस क्याम्प पुग्छौँ। आजलाई यति नै, धन्यवाद। फाइनल्ली अब हामी पञ्चकुण्डदेखि बिहानको हल्का ब्रेकफास्ट हानेर अब हामी जाँदैछौँ नर्थ अन्नपूर्ण जाने बाटो चाहिँ माथिको हो। अब हामी टक्कै यो ताल पनि यस्तो दामी छ, मब्बाल छ।